मैले के माया थिएँ भन्नु त त्यही त देशमा रासोपामा राष्ट्रिय स्वतन्त्र पार्टीमा पार्टी रविजीको अध्यक्ष रविजीलाई मानेकै थिएँ होइन घण्टी चुनाव चिन्ह मानेकै थिएँ अनि बालनजीलाई प्रधानमन्त्री मानेकै थिएँ अनि कहाँ चाहिँ कुरा मैले चाहिँ के माया थिएँ र त्यहाँ अनि म चाहिँ पद माग्ने स्वार्थी भएँ म त सबै छोडेर मलाई केही पनि चाहिएन भनेर गएको नि त मेरो पनि आइडेन्टिटी होला नि त मैले सबै छोडेर जाँदाखेरि उहाँहरूले यो पार्टीमा किन आयो जस्तो व्यवहार त गर्नु भएन नि होइन किन आएको जस्तो व्यवहार त त्यहाँ वातावरण त्यस्तो बन्यो है सबै वातावरण त्यस्तै थियो त्यो भएको हुनाले मैले चाहिँ पद मागेको हुन्छ त्यहाँ मैले त सबै छोडेर गएको अनि 20 जना केन्द्रीय सदस्य माग्यो भनेर समाचारहरूमा आइरहेको छ यो सबै भ्रम हो केन्द्र सदस्य त पार्टी मर्ज गएपछि त उहाँले 12-13 जना भन्नुहुन्थ्यो त्यसैमा ल ठिकै छ भने भनिदिएको हो यहाँ हाम्रो केन्द्रीय सदस्य चाहिँ पार्टीको केन्द्रीय सदस्य करिब 93 जना छन् होइन उहाँहरूले पार्टी मर्ज भनेपछि त्यस्तै होला नि बालनजीले 25 जना पठाउनु भएको थियो 26 जना पठाउनु भएको थियो होइन त्यो त पार्टीगत रूपमा उहाँहरूले मिलाउने कुरा होला नि त त्यो त ठुलो कुरा होइन नि होइन अब त्यसमा मिलेकै के अरे त्योसँगको बार्गेनिङै होइन यो विभिन्न किसिमका उहाँहरूले कसरी यो चाहिँ कुलमान घिसिङलाई बाहिर राख्ने भन्ने कुरामा धेरै कुराहरू खेल्नुभयो र इङ्गेज राख्नुभयो त्यसमा बालनजीको पनि भूमिका छ उज्यालो नेपालको चाहिँ 1 महिनामा 56 जिल्लामा चाहिँ हामीले सङ्गठन तयार गरिसकेका थियौँ यति राम्रोसँग अगाडि बढेको थियो ठ्याक्कै ब्रेक गरेर ठ्याक्कै चाहिँ त्यही बिचमा उहाँहरूले आफ्नो क्याम्पेन गर्नुभयो उज्यालो नेपाललाई बन्द गरिदिनु भयो अनि त्यसपछि यहाँ चाहिँ इङ्गेज गराउँदै 12 दिनपछि ल अन्यलता राखेर 12 दिनपछि यो सब चाहिँ सहमति भङ्ग भयो भनेर उहाँले आफ्नो एकतर्फी घोषणा गर्नुभयो अन्तिम दिन रवि लामेछानेज्यूसँग यहाँको भेट हुँदा के कुराकानी भएको थियो अन्तिम मैले के लास्ट भेट हुँदा म साधारण सदस्यमा बस्न तयार छु मलाई दिएको उपाध्यक्षको पद मेरो साथीहरूलाई दिइदिनुहोस् होइन दिइदिनुहोस् मात्रै भनेको थिएँ त्यति भनेको थिएँ म साधारण सदस्य भएर पनि बस्न तयार छु भनेको थिएँ यस्तो छ मैले त्योभन्दा म चाहिँ प्रधानमन्त्री मागेको थिएन सभापति मागेको थिएन पार्टी मेरो हुनु पर्यो भनेको थिएन चिम चिन्ह चाहिँ हुनु पर्यो भनेको थिएन जनतामा एउटा अन्यलता छ कि पार्टीको नाम पनि परिवर्तन गर्ने प्रस्ताव यहाँले राख्नुभयो कदापि थिएन कहीँ पनि थिएन केही पनि थिएन अहिले पार्टी परिवर्तन गरेर चाहिँ अहिले चुनाव जान सकिन्छ चुनाव जान सकिने स्थिति छैन यो सबै भ्रम कहाँबाट भइरहेको छ सबै भ्रम यो कहाँबाट पार्टी त मैले रासोपा भनेर मानेर त्यस बेला सहमति गरे होइन अहिले चाहिँ तपाईँ चिन्ह परिवर्तन गर्न पनि सकिन्छ पार्टी परिवर्तन गर्न पनि सकिँदैन त्यही भएर यो सबै भ्रम हो अनि पार्टी परिवर्तन पार्टी रासोपा मानेर गएको अनि चिन्ह घण्टी मानेर गएको अब यहाँमाथि यो पनि आरोप आइरहेको छ सामाजिक सञ्जाललाई हेर्ने हो भने कुलमान घिसिङ राम्रै मान्छे हुनुहुन्थ्यो तर अब चाहिँ परिचालित जस्तो देखिनुभयो भन्ने टिका टिप्पणी आइरहेको छ अब त्यस्तो कुरा शब्द नभन्नु होला अब को कहाँबाट के हो भन्ने कुरा त मैले किन भन्ने र होइन त्यो कुरा त्यस्तो कुरा नगर्नुहोस् अहिले के हो भने नयाँ शक्तिहरू मिल्नुपर्छ भन्नेमा म 100% चाहिँ मानेर गएको होइन जेनजीको स्पिरिट र नेपाली जनताको आकाङ्क्षा भावना अनुसार म सबै छोडेर गएको हो म पनि प्रधानमन्त्री हुने क्यान्डिडेट होइन र भने नाम त प्रस्तावै भएको नि मैले प्रधानमन्त्री पनि छोडेँ पार्टी अध्यक्ष पनि छोडेँ अरू मन्त्री पद पनि मेरो हायरार्की पनि छोडेँ मन्त्री परिषद पनि छोडेँ सबै छोडेर चाहिँ मिल्न सकिन्छ भने देशको लागि सबै त्याग्न तयार छु एउटा सदस्य भएर बस्न तयार छु भनेर भने के हुन्छ अनि तपाईँ पनि भन्नुहुन्छ म देशको लागि सबै कुरा त्याग्न तयार छु रवि लामेछाने पनि भन्नुहुन्छ म देशका लागि सबै कुरा त्याग्न तयार छु बालनजीको त कुरै नगरौँ उहाँ त प्रधानमन्त्रीको उम्मेदवारै भइसक्नुभयो अनि यो सबै त्यागीहरू पनि एक ठाउँमा बस्न सकेन यसको कारण चाहिँ के यसको यहाँले अलिकति मूल्याङ्कन गर्नुभयो 12 दिनसम्म कार्य चाहिँ एउटा सहमति गरेर त्यो कार्यान्वयन गर्नलाई लागिरहेको मान्छे हो नि त होइन हजुरसँग धेरै नेपालीको आश छ नेपालीहरूमा के छ भने कुलमान घिसिङ जस्तो मान्छे राजनीतिमा आउनु पर्यो देशलाई सुधार्नु पर्यो व्यापक यहाँबाट आशावादी छन् नि त नेपाली जनता तर आजको मितिमा के देखिरहेको छु भने जुन लोकप्रियता यहाँको थियो त्यो एकाएक
यो निर्णयपछि चाहिँ त्यो लोकप्रियता घट्दै गएको छ? अब त्यो म भन्दिनँ घट्दै गएको छ कि बढ्दै गएको छ त्यो थाहा छैन। सामाजिक सञ्जाल तपाईँले भनेर हुँदैन, मैले होइन, सामाजिक नेपाली सञ्जाल जनताले बुझ्छन्, अब विश्वास गर्छन् कि के भएको वास्तविकता के हो। कुलमान घिसिङले यत्रो सेक्रिफाइस गर्दा पनि कुलमान घिसिङलाई पाखा लाउने काम